ल साथीहरू, यहाँ चाहिँ बाबुले पाएको पहिला पहिला एकैचोटि नहाल्नु गिन्नु न खै खै पैसा राख्नु लाग्छ भुड्कीमा घरबाट सबैले दिएको पैसाहरू लो दसैँमा टिका लगाए जस्तै पैसा यहाँ जम्मा गरेछन् अनि भुड्कीमा राख्न थालेछन्। पैसा किने यो कसले दिएको? 3000 दुईटा 500 छ, दुईटा 1000 छ, 4000 छ मसित। ए यहाँ पनि त्यो त होइन। यो 4000 मामाले कति दिनु हो थियो इमान्सु? 4100 ड्याडी माइत आमाले नि 4100 कोल दिएको र एउटा त मम्मीले दिनु हो जस्तो लाग्छ। ए एउटा 1000 माइत आमाले, एउटा छेमाले, एउटा मामाले। यो के मिसाइदिएको के हो र? कहिले मिसाइदिए? यसको त मिसाइदिएन नि त अब त्यो त। मिसाइदिए होइन, मिसाइदिएको कति भयो पैसा? ओ हो 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 मेरो 4000 3000 कति छ टोटल? 4100 4100। यसको कति थियो बुढा? किन्छन् र भुड्की हाल्दा नि पैसा के भयो त किन्ने त हो के अरे? ओर्दाखेरि पो गिन्ती गर्ने हो। धेरै भयो त पैसा त। मास तेरो भुड्की लिएर आइज। यसको 4000 भयो, यसको त भयो होला 3000 3500 भन्दा नि धेरै 4000 हुन लाग्यो होला। तोडेनस् के अनि निकाल्दाखेरि? ल भुड्कीमा पैसा हालेछन्। घरबाट आउँदा सबैले दिएको, माइतबाट दिएको सबै पैसाहरू। यिनीहरू पैसा हेर्दै जाऊ त। 2000 years later. ल साथीहरू, अहिले चाहिँ रातिको खाना खाँदैछन्। खानासाना बनाएर बाबुहरूलाई खाना दिएको छु। अनि हामीले चाहिँ आज सब्जीमा चाहिँ राम्रो नपाएर चाहिँ त्यो उस मात्रै लिएर आएको, फर्सी मात्रै लिएर आएको थियौँ। त्यसपछि त्यही भएर चाहिँ भर्खर मैले भात बनाएँ अनि त्यसपछि दाल बनाएँ। अनि यो चाहिँ हो भट्ट, अनि भट्टको चाहिँ यस्तो अचार बनाइदिएको छु। भाङहरू लगाएर चाहिँ अचार बनाइदिएको छु साथीहरू। अनि यता घरबाट ल्याएको घिउ पनि छ। यता चाहिँ मैले बाबुहरूलाई खाना दिएँ रातिको, अनि त्यसपछि चाहिँ उनीहरू खाना खाँदै थियो। अनि बुढालाई नि बोलाएको, बुढा चाहिँ आफ्नो कामले चाहिँ आउनुभएको थिएन, त्यहाँ के गर्दै हुनुहुन्थ्यो। अनि त्यही भएर चाहिँ म तबसम्म चाहिँ यहाँ सफा गर्छु। यहाँ तल्लोपट्टि किचन स्ल्याबको मुनिपट्टि चाहिँ मैले यहाँ भाँडाहरू राख्छु, अनि खाना बनाउने मसला यताउति नुन बेसा के राख्छु है। अनि यहाँनिर त्यही भएर चाहिँ यहाँ पुरै ढुलो थियो। अनि फेरि चाहिरहन्छ खाना पकाउन। अब बसिसकेपछि त के सामानहरू झिकिरहनु पर्छ, राखिरहनु पर्छ। अनि ढुलो त राम्रो लाग्दैन। त्यही भएर चाहिँ यहाँको चाहिँ सबै निकालेर सफा गर्ने, भित्र उसहरू ऱ्याकहरू सबै पुस्ने, सफा गर्ने, सरफ पानीहरू लगाएर। अनि त्यसपछि फेरि भाँडाहरू पनि धोएर राख्ने भनेर चाहिँ गर्दैछु पालो गरी। अनि एकदम पानीको पनि एकदम सर्टेज हुन्छ यहाँ फेरि। अनि त्यही भएर चाहिँ अब एकैचोटि चाहिँ सबै गर्छु भन्न पनि सकिँदैन, अनि मिलाइ गर्नुपर्ने हुन्छ। अब डेली धुने लुगाहरू हुन्छ, डेली सफाइ यताउति पानीहरू चाहिन्छ। अनि त्यही भएर चाहिँ एउटा हरेक कोना आज एउटा कोना भोलि एउटा कोना गरेर चाहिँ सफा गर्नुपर्ने हुन्छ न, उसहरू रुमहरू सबै। त्यही भएर चाहिँ यहाँ चाहिँ मैले भर्खर यहाँ खाली समयको सदुपयोग गर्दै चाहिँ यो दुईवटा ऱ्याकमा, एउटामा भाँडा राखेको छु, एउटामा चाहिँ डब्बी मसलाको डब्बी एउटाउटी छ। अनि चाहिँ पालो गरेर चाहिँ सरसफाइ गर्दैछु। सबै भाँडाकुँडाहरू डब्बी चाहिँ बाहिर निकालेछु भुइँमा, अनि सफाइ गर्दैछु। पहिला चाहिँ सरफ पानी लगाएर चाहिँ राम्रोसँग के अरे कपडाले पुसेँ। त्यसपछि फेरि अर्को सफा पानीले फेरि पानीमा चोप्दै कपडाले होइन राम्रोसँग पुसेर छ्याङ्ग पारेँ। कक्रोचको बच्चाहरू पनि घुमिरहेको थियो है, धेरै दिनसम्म छोडेको भएर। साथीहरू, मेरो किचन चाहिँ अहिले यस्तो भइरहेको छ है। आज यहाँ फ्रिज माथिको सबै सफा गरेर अनि धुलाएर राखेको यो ट्रेहरू, थालहरू, यो राख्ने स्ट्यान्डहरू सबै माझेर धुलाएर राखेको छु। अनि त्यसपछि यहाँ चाहिँ यहाँ तलपट्टि चाहिँ भर्खर सबै डब्बीहरू, यो खाना पकाउनुको चाहिने सबै डब्बी मसला यताउति सबै डब्बी झिकेर अनि सबै सफा गरेर पोछा लगाएर फेरि डब्बी पनि
पुसेर राम्रोसँग गरेँ अनि त्यसपछि अब फेरि माथिपट्टिको पालो आएको छ माथिको ऱ्याकको यसको माथिको ऱ्याकको सामानहरू चाहिँ यहाँ भुइँभरि चाहिँ निकालेको छु अब यिनीहरूलाई पनि फेरि धुलाएर फेरि यहाँ राखिदिन्छु अनि पानीको पनि ख्याल गर्नुपर्छ होइन सकिन्छ त्यही भएर चाहिँ मिलाइ गर्नुपर्ने हुन्छ कामहरू सबैतिर मिलाइ गर्नुपर्ने हुन्छ दिनदिनै गरेर 1 hour later. ल साथीहरू मैले चाहिँ यतातिर चाहिँ ग्यास पुसेँ है अनि फेरि भाँडासाँडा माझेँ अब काम सक्यो हामीले खानासाना पनि खायौँ अनि चाहिँ मैले आइसक्रिम खान लागेको छु अनि यतातिर बुढा पनि यहाँ बसिराख्नु भएको छ आफ्नो बालको मसाज गर्दै आइसक्रिम पग्लेर लिक्विड बनेछ साथीहरू पहिला डिप फ्रिजमा थियो मैले तलपट्टि राखेको त यस्तो भएछ धेरै चिसो हुन्छ भनेर चाहिँ तलपट्टि राखेको फ्रिजमा लिक्विड बनेछ कुलर यति स्पिड चल्छ कि राति ब्ल्याङ्केट ओढ्नुपर्छ जाडो भएर मौसम चिसो छ अहिले अघि एकैछिन पानी परेको थियो 5 बजीतिर ल साथीहरू अब चाहिँ मेरो ब्लग इन गर्नु पर्यो है उता बुढाले चाहिँ आफ्नो कामहरू गर्दै हुनुहुन्छ अनि त्यसपछि अब ब्लग एन्डिङ गर्नुपर्छ है आजलाई चाहिँ बाई बाई साथीहरू गुड नाइट